एक समयको कुरा हो, एउटा गाउँमा प्रसिद्ध साधु महात्माको आगमन भएको थियो। उनको तपस्या र ज्ञानको ख्याति टाढा टाढासम्म फैलिएको थियो। गाउँका मानिसहरू उनीबाट आशीर्वाद लिन र ज्ञान प्राप्त गर्न आउने गर्दथे। उही गाउँमा एक चञ्चल तर बुद्धिमान बालिका बस्थिन्। ऊ जहिले पनि कुरा जान्न चाहन्थिन् र सत्य के हो भनेर जान्न उत्सुक रहिरहन्थिन्। एक दिन उनी साधु बाबा कहाँ गइन् र सोधिन्, बाबा, के साँच्चै तपाईँ सबै कुरा जान्नुहुन्छ? साधु मुस्कुराउँदै भने, नानी, ज्ञानको कुनै सीमा हुँदैन, तर म जे जान्दछु त्यो तिमीलाई सिकाउन सक्छु। बालिकाले साधुको परीक्षा लिन चाहिन्। उनले आफ्ना दुवै हातको बीचमा एउटा सानो चरालाई समातिन् र साधुलाई सोधिन्, बाबा, भन्नुस् त, मेरो हातमा रहेको चरा जिउँदो छ कि मरेको? साधुले बालिकाको आँखा गहिरोसँग हेरिरहेर उनको चाल बुझिहाले। मुस्कुराउँदै भने, नानी, यो त तिम्रै हातमा छ। यदि म भनौँ कि चरा जिउँदो छ भने तिमी त्यसलाई मिचेर मार्न सक्छौ। यदि म भनौँ कि चरा मरेको छ भने तिमी त्यसलाई उडाएर जिउँदो साबित गर्न सक्छौ। अन्ततः निर्णय त तिमीले नै गर्नुपर्ने हो। बालिका अचम्मित भइन् र उनले बुझिन् कि सही गलत, जीवन मृत्यु, सफलता असफलता सबै आफ्नो हातमा हुन्छ। त्यस दिनदेखि बालिकाले हरेक निर्णय सोच विचार गरेर गर्न थालिन्। साधुले उनलाई जीवनको सबैभन्दा गहिरो पाठ सिकाएका थिए। तिम्रो भविष्य तिम्रै हातमा छ। धन्यवाद।